7 वर्षको हुँदाखेरि चाहिँ मैले पहिलोचोटि एउटा डान्स कोरियोग्राफर डान्स टिचर हायर गरेर डान्स सिकेको थिएँ कि अनि त्यो गीतको बोल चाहिँ के थियो भने पानी मिठो मेरो हजुर इलाम बजारको भन्ने गीत थियो है। त्यो गीतमा चाहिँ मलाई यो थाली डान्स हुन्छ नि यस्तो थाल घुमाउने अनि मारुनीको फ्युजनमा मलाई डान्स सिकाउनु भएको थियो अनि 6-7 वर्षमा अब त्यो थाल घुमाएर नाच्दाखेरि चाहिँ दर्शकहरूले पनि बडो रमाइलो मान्नुहुन्थ्यो कि अब अचम्म मान्नुहुन्थ्यो कसरी थाल घुमाइरहेछ भनेर। त्यो गीतमा म यति नाचेँ कि म 12 क्लास पुग्दासम्म पनि म अझै त्यही गीतमा नाचिरहेको थिएँ। पछि 12 कक्षा सकिसकेपछि म मिडियामा काम गर्न थालेँ अनि मिडियामा काम गर्दाखेरि अब केही धेरथोरजनाले चिन्न थालिसकेपछि चाहिँ म स्टेज पर्फर्मेन्स गर्दा पनि म अझै त्यही गीतमा नाचिरहेको थिएँ क्या। अनि एक दिन चाहिँ मेरो बुवा आमाले भन्नुभयो अब उहाँहरूले त वर्ष एउटै गीतमा नाचेको हेर्दा उहाँहरूलाई पनि वाक्क लाग्यो होला कि वाक्क लाग्यो होला भनेर पनि पक्कै वाक्क लागेर नै भन्नुभयो छोरी तिमी धेरै यही गीतमा नाचिरहेको छौ अरू गीतमा पनि यसो प्र्याक्टिस गर न भनेर सुझाव दिनुभयो। त्यसपछि चाहिँ म अरू गीतहरूमा पनि मैले स्टेज पर्फर्मेन्सहरू गरेको छु। मैले यो कुरा चाहिँ हजुरहरूसँग किन जोड्न खोजेको भने नोइङली अननोइङली या त डाइरेक्टली इनडाइरेक्टली भनौँ है इलाम भन्ने ठाउँले चाहिँ बाल्यकालमा पनि मेरो मानस पटलमा चाहिँ सपना देख्न अनि त्यो सपनालाई पूर्णता दिनलाई पनि आशीर्वाद दिएको ठाउँ हो जस्तो लाग्छ मलाई। त्यस अर्थमा सर्वप्रथम इलामको भूमिलाई म नमन गर्न चाहन्छु र यहाँ उपस्थित सम्पूर्ण इलामेलीलाई पनि हृदयदेखि नमन गर्न चाहन्छु र विशेष धन्यवाद त हाम्रो आयोजक टिमलाई पनि। हामीलाई यहाँ स्टेजमा बस्न पो सजिलो छ है अर्गनाइज गर्न कति गाह्रो छ म बुझ्न सक्छु त्यही भएर अर्गनाइजिङ टिमलाई पनि विशेष धन्यवाद। अब यहाँ हजुर सबैजनालाई खासमा रमाइलो गर्न हतार भइसकेको होला त्यही भएर म धेरै बेर बोलेर हजुरहरूलाई बोर पनि गर्दिनँ तर मलाई हाम्रो आयोजक टिमले चाहिँ विशेष गरी हाम्रो कल्चरको बारेमा केही बोलिदिनुहोस् तपाईँले बोलिदिँदाखेरि केही सिक्न सकिन्छ कि भनेर अनुरोध गर्नुभएको थियो तर यहाँ इलामसम्म आउँदा चाहिँ मलाई कुरा उल्टो लाग्यो क्या। म यहाँ केही सिकाउन आएको भन्दा पनि या त म केही बोलेर हजुरहरूलाई सिकाउन आउनु भन्दा पनि म चाहिँ इलामबाट केही सिक्न आएको हो कि जस्तो महसुस भइरहेको छ। इलामबाट म काठमाडौँ फर्किन्जेल चाहिँ म धेरै कुराहरू सिकेर जान्छु जस्तो मलाई विश्वास छ। म हिजो आउने बित्तिकै मलाई मेरो माइतीहरूले साल्पा सिलिचुङको जल र त्यस पवित्र भूमिको माटोको टिका लाएर मलाई स्वागत गर्नुभयो। जुन ठाउँ चाहिँ मलाई एकदमै जाने इच्छा हुँदै पनि जान नसकेको ठाउँ मेरो माइती राजाहरूले म भएकै ठाउँमा ल्याएर मलाई स्वागत गर्नुभयो। आतिथ्यता स्वागत सम्मान स्नेह माया कसरी गर्नुपर्दो रहेछ भनेर मलाई यहाँहरूले सिकाउनु भएको छ। अनि बोलीचाली कति मिठो बोलीचाली मलाई पहिला सानोमा बुवा आमाले के सिकाउनुहुन्थ्यो भने छोरी जहिले पनि साइनो केलाएर बोल्नु है साइनो केलाएर बोलेन भने चाहिँ ठाडो सुनिन्छ भनेर सिकाउनुहुन्थ्यो। अझै पनि मलाई रिमाइन्ड गराइराख्नुहुन्छ है यहाँ हजुरहरूको बोली बाक्कै पछि नै साइनो केलाएर बोल्नुहुने अनि त्यहीमाथि त्यो बोली पनि यस्तो लयात्मक कि गीत गाएको जस्तो क्या यस्तो मिठो बोली र साइनो केलाएर बोल्नुपर्छ भनेर चाहिँ मलाई फेरि यहाँहरूले चाहिँ एउटा रिमाइन्डर या त रिभिजन जस्तो पनि मैले यहाँ पाएको छु र साथसाथै यहाँ जति पनि उपस्थित हुनुहुन्छ सबैजना कस्तो यङ हुनुहुन्छ एनर्जेटिक हुनुहुन्छ तर यति सानो र यङ एज हुँदै पनि हजुरहरूको यो कल्चरप्रतिको जुन गहन अध्ययन छ त्यहाँबाट पनि मैले धेरै प्रेरणा प्राप्त गरेको छु। त्यही भएर हजुरबाट मैले यो असीम ऊर्जा र प्रेरणा पनि लिएको छु। कति लिएको छु क्या अब हजुरबाट मैले उपहार लिन आएको जस्तो मात्र मलाई लागिरहेको छ। मैले दिन सक्ने त केही पनि छैन खालि मैले दिन सक्ने भनेको केही धेर थोर समय थियो जुन मैले प्रयास गरेँ र मैले हिजो आयोजक टिमलाई पनि भनिसकेँ कि तपाईँहरूले मलाई आफ्नो टिममा गर्ने पनि नगर्ने पनि मैले चाहिँ आफैले हजुरहरूको टिममा मैले स्वीकारिसकेको छु। त्यही भएर भोलिको दिनमा पनि यदि मैले केही सहयोग गर्न सक्छु भने मलाई सम्झिनु होला। म घुँडा टेकेर भए पनि उपस्थित हुने प्रयास गर्छु भनेर मैले पनि भनिसकेको छु।
सिक्ने र सिकाउने क्रम त अब जिन्दगीभरि चलिरहन्छ। हामी त आजीवन विद्यार्थी नै हौँ जस्तो लाग्छ है। हामी चाहिँ आजभोलिको जेनेरेसन चाहिँ अलिक फास्ट छौँ क्या, हामीलाई धैर्यता छैन, पेसेन्स छैन, जे कुरा पनि छिटो छिटो चाहिन्छ। अनि हामी यो अध्ययन र ज्ञानको लोभमा पनि किताबको पानाहरू अगाडि अगाडि मात्र पढिराखेका छौँ, तर पछाडिका पानाहरूमा के लेखिएका छन् भन्ने कुरा चाहिँ बिर्सिँदै गइरहेका छौँ कि जस्तो पनि आभास हुन्छ। पछाडिका पानाहरू पढ्न जरुरी छ। हाम्रो पुर्खाहरूले हामीलाई सिकाएका कुराहरू पनि मनन गर्न जरुरी छ, किनभने त्यो पछाडिको पानाहरू पढेन भने अगाडिको पानाहरू हामीले राम्ररी बुझिँदैन होला। त्यही भएर पछाडि फर्केर पढ्न पनि जरुरी छ, ती कुराहरूलाई मनन गर्न पनि जरुरी छ, किनभने हिजोका ती कुराहरू, ती ज्ञानहरू भनेको चाहिँ भोलि हामीले आर्जन गर्ने ज्ञानहरूको एउटा स्ट्रङ फाउन्डेसन पनि हो जस्तो लाग्छ मलाई। त्यही भएर बेला बेलामा यसो पछाडि फर्केर ती किताबका पानाहरू पढौँ, किनभने ती पानाहरू हामीले छुट्यायौँ भने चाहिँ हामी अर्धज्ञानी हुन्छौँ क्या। यो आधा ज्ञानको के औचित्य हुन्छ त? यो आधा ज्ञानको चाहिँ केही पनि औचित्य हुन्छ जस्तो मलाई लाग्दैन। हामी किराँती सभ्यतामा मनाइने उधौली र उभौलीको विशेषताहरू धेरै धेरै छन्। हामी भूमिपुत्र प्रकृतिलाई पूजा गर्छौँ, हाम्रो पितृलाई पूजा गर्छौँ, पुर्खालाई पूजा गर्छौँ। बाली नाली रोप्न अगाडि पनि र नयाँ बाली नाली ग्रहण गर्न अगाडि पनि हाम्रो प्रकृतिलाई, पितृलाई चढाएर मात्र हामीले ग्रहण गर्ने गर्छौँ। यस्ता धेरै धेरै एकदमै ब्युटिफुल सुन्दर सुन्दर विशेषताहरू छन् हाम्रा यी चाडहरूको। तर मलाई पर्सनली एकदमै विशेष लाग्ने चिजहरू भनेको चाहिँ तिनवटा छन्। एकदमै सामान्य तर सामान्य भए पनि एकदमै गहन लाग्ने यी तीन चिजहरू चाहिँ मेरा लागि हुन् आशीर्वाद, प्रार्थना र कृतज्ञता। यो चिजहरू चाहिँ हामीलाई हाम्रो पुर्खाहरूले सिकाउनु भएको छ। कृतज्ञता अर्थात् ग्रेटफुल हुने, आजभोलिको जेनेरेसनमा बी ग्रेटफुल भनेर एकदमै ट्रेन्डिङ भइरहेको छ। अझ वेस्टर्न कल्चरतिर त आजभोलि यस चिजको अझै ट्रेन्ड चलिरहेको छ, या भनौँ रिसर्च पनि भइरहेको छ। अझ थेरापिस्टहरूले त एङ्जाइटी र डिप्रेसन भएका केही बिरामीहरूलाई ग्रेटफुल हुन सिक्नुहोस् या त कृतज्ञता हुन सिक्नुहोस् भनेर पनि सिकाइराख्नु भएको छ। भनेपछि हाम्रो पुर्खाहरूले त उहिलेदेखि कृतज्ञ हुन सिक्नु, धन्यवाद भन्नु भनेर सिकाइराख्नु भएको छ। जिन्दगीको एकदमै होपलेस सिचुएसनमा जहाँ चाहिँ म के गर्न सक्दिनँ होला भन्ने अवस्थामा एउटा आमाको निरन्तर प्रार्थना र आशीर्वादले कस्तो ऊर्जा दिन्छ। त्यो ऊर्जा हामीले नदेखेको भएर होला, नदेखेको चिजहरूलाई हामीले त्यति इम्पोर्टेन्स नदिएको हो कि इग्नोर गरेको हो कि, तर आजभोलि चाहिँ यी तीनवटा चिजहरूको एकदमै रिसर्च पनि भइरहेको छ। द पावर अफ प्रेयर्स, पावर अफ ब्लेसिङ एन्ड पावर अफ बिइङ ग्रेटफुल। कृतज्ञ हुनुहोस् भनेर भनिन्छ है। अब हामीलाई इतिहास, मलाई चाहिँ पर्सनली इतिहास र मुन्दुमको तपाईँहरूले अघि भनेको जस्तो त्यस्तो धेरै ज्ञान छैन। हजुरले मलाई अलिक बढाइ चढाइ भन्नुभयो। मुन्दुमको असली ज्ञाता भनेको त हाम्रो फुपा मुमाहरू हुनुहुन्छ, हाम्रो नोक्छोहरू हुनुहुन्छ। मुन्दुमको ओरिजिनल ज्ञान वाहक भनौँ है, उहाँहरूसँग हामीले सिक्नुपर्छ यी कुराहरू चाहिँ। यी इतिहासका कुरा र मुन्दुमका कुराहरू मलाई त्यति धेरै थाहा नभए पनि वर्तमानमा हजुरहरू समक्ष उभिरहँदाखेरि वर्तमानमा मैले महसुस गरेका केही कुरा चाहिँ, जब हाम्रो पहिचान मेटिन्छ, जब हाम्रो इतिहास मेटिन्छ, तब चाहिँ एउटा अनौठो प्र्याक्टिस के हुँदो रहेछ भने हामीले चाहिँ अरूको सबै भगवानको नामहरू चिन्दो रहेछौँ, तर हाम्रो भगवानको नाम चाहिँ कसैले पनि चिन्दैन रहेछ। र वर्तमानमा चाहिँ हामीले अहिलेको अवस्थामा हाम्रो भगवान, हाम्रो माग भनेको चाहिँ यो हो भनेर हामीले चिनाउने अवस्था या त यो यात्रामा छौँ। हामी निरन्तर हाम्रो माग, हाम्रो भगवान चाहिँ यो हुनुहुन्छ भनेर परिचय उहाँहरूको दिइरहेका छौँ र साथसाथै हाम्रो जरातिर फर्किने यात्रामा पनि छौँ। यो यात्रा निरन्तर रहिरहोस्, यो मेरो कामना पनि छ। र साथसाथै यो यात्रामा सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ अहमता हामीमा नरहोस्। एकअर्का बिचमा चाहिँ म ठुलो कि तिमी ठुलो भन्ने एउटा सङ्कुचित सानो सोच नआओस्। एकअर्का हामी दाजुभाइमा सधैँ एकता भइरहोस्।
यो पनि मेरो कामना हो। र आजको यो विशेष दिनमा हामीले विशेष चाड मनाइरहँदाखेरि यो चाडको मूल्य र मान्यतालाई पनि मान्न एकदमै जरुरी छ जस्तो लाग्छ। त्यही भएर हजुर मेरो यो गफ यसो सुनिरहँदाखेरि मनमा नै यस्तो बोर लागेको छ भने चाहिँ मनमा नै आफ्नो पितृलाई, आफ्नो पुर्खालाई, सुम्निमा पारुहाङलाई, माङलाई सम्झेर प्रार्थना गर्नुहोला, आशीर्वाद माग्नुहोला, कृतज्ञ हुनुहोला, किनभने यी सबै चिजहरू यस्तो पावरफुल छ। आइ एम स्योर तपाईँले मागेको प्रार्थना, मागेको आशीर्वाद लाग्नेछ। यी सबै चिजहरू भनिरहँदाखेरि अब मैले खासै यस्तो स्पिचै दिन्छु भनेर प्रिपेयर गरेको हुँदैन के, त्यही भएर मेरो स्पेसिफिक यही भन्नुपर्छ भने त त्यस्तो केही पनि छैन। तर हजुरहरूको यो जति पनि आजको उपस्थिति देखेर चाहिँ मलाई पनि एकदमै ऊर्जा मिलेको छ। हजुर युवा भए पनि यति अग्रशील हुनुहुन्छ, यति अवेर हुनुहुन्छ आफ्नो कल्चरहरूप्रति है। तर मैले यस्तो युवाहरू पनि पर्सनली नै भेटेको छु जो चाहिँ आफ्नो कल्चरबाट चाहिँ सायद बाध्यताले पनि होला, सानोदेखि नै परिचित नभएर, आफ्नो कल्चरको बारेमा कहिले पनि थाहा नभएर होला, एक्कासी आफ्नो कल्चरको बारेमा केही चिजहरू देखाउँदाखेरि चाहिँ उहाँहरू साँच्चीकै तर्सिनु हुँदो रहेछ क्या। अनौठो मानेर यो के गरेको त्यो फर्स्ट टाइम देख्दाखेरि त उहाँहरू डराउनु पनि हुँदो रहेछ। मैले त्यस्तो युवाहरू पनि पर्सनली भेटेको छु। एउटा थ्योरीले चाहिँ के भन्छ भने मान्छेहरू चाहिँ प्राय त्यस्तो चिजहरूसँग डराउँछ अरे जुन चिज चाहिँ उनीहरूले कहिले देखेको पनि छैन, परिचित पनि छैन, या त उनीहरूले अनुमान लाउन नसक्ने चिजहरूसँग चाहिँ अझै बढी डराउँछन् अरे क्या। जस्तै कि मृत्यु देखेको हुँदैन नि त, त्यो हामी त्यस चिजसँग परिचित हुँदैन, त्यही भएर हामी मृत्युसँग डराउँछौँ, भविष्यसँग डराउँछौँ, भूतसँग डराउँछौँ। हो त्यस्तै नै हाम्रो कल्चर चाहिँ हामीले आफ्नो आउँदो पिँढीलाई चिनाएनौँ भने चाहिँ हाम्रो यो अलौकिक कल्चर चाहिँ भूत सरह हुँदो रहेछ कि, उनीहरू तर्सिँदो रहेछन् क्या। त्यही भएर हामीले आउँदो जेनेरेसन्सहरूलाई चाहिँ हाम्रो यो अलौकिक र एकदमै अद्भुत जुन विज्ञान छ, हाम्रो कल्चर छ, यसलाई चाहिँ उनीहरूको मानस पटलमा चाहिँ भूत सरह नबसोस् भनेर चाहिँ हामीले अझै यसको अवेरनेस गर्न जरुरी छ जस्तो लाग्छ। हाम्रो इन्डिजिनियस कम्युनिटीको हाम्रो रैथाने सिपहरू साँच्चै यस्तो प्र्याक्टिकल र साइन्टिफिक छ। मैले यो भनिरहँदाखेरि मैले भनेको कुरामा तपाईँहरूले बिलिभै गर्नुपर्छ भन्ने छैन, तपाईँहरू आफै पनि आफ्नो ठाउँबाट रिसर्च गर्न सक्नुहुन्छ। हाम्रो वेशभूषा होस् कि हाम्रो रैथाने सिप होस् कि यो सबैजना यस्तो सबै चिजहरू एकदमै इको फ्रेन्डली छ क्या। आजभोलि हामी के कुरा गर्छौँ भने नेचरलाई प्रिजर्भ गर्ने कुरा गर्छौँ, गो ग्रिन भनेर कुरा गर्छौँ, तर यी चिजहरू हामीलाई उहिले नै हाम्रो पुर्खाहरूले सिकाइसक्नु भएको थियो क्या। पोलिस्टरको लुगा हामी आजभोलि लाउँछौँ, पहिला हाम्रो पुर्खा तायामा खियामेले खाँदेको लुगा बुन्नुहुन्थ्यो, त्यो कति राम्रो थियो। हाम्रो रैथाने खानाहरू कति न्युट्रिसियस छ, स्वास्थ्यको लागि कति राम्रो छ। हामीले आजभोलि प्लास्टिकका बोतलहरू युज गर्छौँ जुन नेचरको लागि नराम्रो हो, तर हाम्रो पुर्खाहरूले वाबु चिन्डो यी सबै चिजहरू जति पनि उहाँहरूले रिसर्च गर्नुभएको छ सबै नै साइन्टिफिक छन् र प्र्याक्टिकल छन्, र यो चिजहरूलाई हामीले प्रिजर्भ गर्न एकदमै जरुरी छ। यहाँ हजुरलाई एकदमै गर्मी भइसके जस्तो छ है, म अलि धेरै पनि बोलेँ। यो स्टेज पछि पनि म तपाईँहरूलाई पर्सनली रूपमा भेटेर पनि कुराकानी गरिहाल्नेछु। तर कुरै बिर्सेँ के भन्दै थियो। ल सबैजनालाई शुभकामनाको साथसाथै किरात राई यायोखाको अध्यक्ष हाम्रो जयकुमार राई दाजुलाई पनि धेरै धेरै धन्यवाद। सिलिङ मागमा हाम्रो गौरव चामलिङ राईलाई पनि धेरै धन्यवाद ज्ञापन गर्दै इलामको भूमिलाई फेरि पनि कोटि कोटि नमन गर्दै सेवा रो भनेर बिदा हुन चाहन्छु। धन्यवाद।